हामी त एउटा नागरिक हो, अनागरिक हो, विदेशी दलाल हो। के को नेपालको नागरिक दलाल तपाईँ हो, तपाईँ दलाल हो, विदेशी तपाईँ नागरिक हो। अन्डरवर्ल्डको मान्छे हो, होइन, तपाईँ अन्डरवर्ल्डको मान्छे हो, तपाईँ विदेशी चाहिँ दलाल। त्यसरी सुमार्गीको मान्छे हो। र विदेशी सुमार्गीले पैसा कसरी ल्याएको छ र त्यसको तपाईँ भागीदार हो, बुझ्नुभयो? त्यो चाहिँ के छैन, एउटा दलालीको पैसा होइन, त्यो तपाईँ त्यो दलालीको पैसा हो। र अहिले सर्वोच्च अदालतले त्यसलाई रोक लगाएको छ, बुझ्नुभयो? दलालीको पैसा खाने तर त्यसको आधारमा चाहिँ के छैन, अन्डरवर्ल्डमा हेर्नुहोस् किन बेचको उहाँहरू किन बेचका मान्छेहरू हुन्, खरिद बिक्रीमा भएका मान्छेहरू होइन, खरिद बिक्रीका मान्छेहरू हुन् के उहाँहरू? उहाँहरूको कुनै नैतिक शक्ति छ? आज पार्टी होइन, यो पार्टी हो कि यो गिरोह हो? यो विदेशी अपराधिक गिरोह जस्तो हुन्छ। 17 लाख मान्छेको लासमा चाहिँ के छ नि कुल्चिएर आएको छ। आज प्रचण्ड जसको तपाईँ हुनुहुन्छ नि, प्रचण्ड त आफ्नो अस्तित्व जोगाउनको लागि एमालेको पुच्छ लागेको छ। के क्यापेसिटी छ उनको? तर प्रचण्ड देशको राजनेता होइन, कसरी हो? राजनेता भएको भए कुन के रहन्छ उनको? 17,000 मान्छे मारेर आएको होइन, आतंक गरेर आएको होइन, हत्या गरेर आएको कांग्रेसबाट उम्मेदवार होइन, आएको होइन, पार्टी कांग्रेस हो भने थाहा छ होइन, कांग्रेसले मान्छे मारे है छैन, आएको होइन। र त्यसपछि के छ भने अहिले यत्रो चाहिँ अपराधका घटनाहरू उजागर हुँदैछन्, त्यसको बारेमा कुनै जवाब छ? आज चाहिँ के छ भने नैतिक रूपमा स्खलित भइसकेको छ, तर नैतिक रूपमा पतन भइसकेको छ। निष्कर्ष पुर्याउनलाई प्रचण्डको भूमिका छैन आज। तर उहाँ आज लडाकुहरूको अर्बौं रुपियाँको घोटाला भएको छ, त्यसको कुनै जवाबदेहिता छ? दिन सक्नुहुन्छ? यत्रो अर्बौं रुपियाँ घोटाला भयो,